को होस् त हो म चिन्नुभयो मलाई हो म त्यही अविनाश हुँ जसको रगतले तपाईँ आजसम्म बाँचिरहनु भएको छ। किन मेरो कारोबार ध्वस्त गर्न चाहन्छस्? के दुश्मनी छ तेरो र मेरो? दुश्मनी केवल मेरो पैसासँग छ। हर त्यो मान्छे मेरो दुश्मन हो जोसँग असीमित पैसाको घमण्ड छ। के चाहन्छस् त? पार्टनरशिप, 50% को पार्टनरशिप। म यो शहरको सबैभन्दा धनी व्यक्ति बन्न चाहन्छु मिस्टर गजेन्द्र प्रसाद। त्यसैले मलाई तपाईको कारोबारको 50% को पार्टनरशिप चाहिन्छ। तँलाई थाहा छ मेरो कारोबारको 50% पार्टनरशिप भनेको कति हो? म हिसाब किताब गर्ने गर्दिन। म त्यही गर्छु जे गर्नलाई मेरो मनले मान्छ। तिमीसँग त्यस्तो के छ जसको आधारमा तिमी मेरो कम्पनीको पार्टनरशिप बन्ने कुरा गर्ने? मसँग मेरो आमाको आशीर्वाद छ। व्यापारमा पार्टनरशिप गर्न आमाको आशीर्वाद होइन, सम्पत्ति चाहिन्छ। मलाई 50% को पार्टनरशिप चाहिन्छ, नत्र सम्झिनुहोस् तपाईको अर्को 50 करोडको टेन्डर डिसमिस भयो। के यो तिम्रो धम्की हो? होइन, यो मेरो चुनौती हो। मलाई तिम्रो स्टाइल मन पर्यो। आज पहिलो पल्ट यो गजेन्द्र प्रसाद निर्विवाद रूपमा प्रभावित भएको छु।